छ अन्त ब्लग हेर्नु मजा आउँदैछ आफूले आइपुग्यो सनराइज त देख्दैन रहेछ नि त अफसोसको कुरा गुड मर्निङ सेवा र सेवा नै सबैलाई आज हामी जाँदैछ हाम्रो कालेको मेडिकलको लागि अनि तपाईहरुले के भन्छ के दिनु भन्छ बेस्ट विशेष ओए कसले गुनगुनले भनेको बेस्ट विशेष रे यहाँ न काले त यसलाई एउटा कुरामा निकाल्छ किसको भन्दै त कागेको काट्नु भनेर कति पनि मेडिकल जाने मान्छेको अब हात देखाउन रहेछ टुडे इज यस माई फ्रेन्ड एट जिआरडी वाउ थम्बनेल लेट्स गो आजको भ्लग दामी हुनेछ हैन हामी जानेछ कता अब हामी त सनराइज हेर्नु जानेछ यो जहाँसुकै त हामी यहाँ माथि घुमको त्यहाँ छोडिदिन्छ यसलाई जेसुकै गरोस् होइन हामी चाहिँ जाने हो सी यु लेटर तपाईँहरूले देख्न सक्नुहुँदैछ है हल्का खै यहाँ हेर्दैन अन्त यहाँ न होइन साथीलाई कागेको भुतलाई पनि निकाल्दैन नि कालो पनि यस्तो जब 10 रुपियाँको कोलगेट चलाउने मान्छे नि अब 100 रुपियाँको कोलगेट देख्दा यस्तै हुन्छ साथी यो त के गरेको रे पानी तताको अरे मुख धुनु यहाँ चाहिँ हाम्रो चाहिँ भेरी सुगर ओ भेरी सुगर खै यहाँ हेर्नु हामी चाहिँ निक्लिन आँटे हो ललित रेडी हुँदैछ म त्यसलाई देखाउँछु देख्न सक्नुहुन्छ यो चाहिँ नमिलाएर हिजो चाहिँ नमिलाएरै खै ड्याडी तेरो फोन कति बजेहरू टाइम 5 जाने टाइम भइसक्यो हामी त निक्लेको अब हो उयोहरू त ढिलो गरेर खैले त फोन कति बजेहरू चाचा गाडी कुन जाने अब नि 5:13 भयो हो 4:30 मै उठाएको लाग्यो 4:30 देखिकै ल अब हामी त निक्ले आधी बाटोमा देखाउँछु अब हामी चाहिँ निक्ले चिसो यहाँ हेर्नु न खै भर्ती दिन केरा लु स्कुटीमा अहिले माथि पुगेको देखाउँछ गाइज अन्त कता जिआडी आछु जाडो भयो जाडो कति साह्रो ब्ल्याक एसै नभेटौ लड्यो भने जान्छ पुच्चुको खुट्टा मेडिकल हुँदैन पुरा उयोको स्ल्याक्स बाबाको दिस इज स्ल्याक्स बाबाको स्ल्याक्स बाबा के हो त्यसको कम्पनी यहाँ चाहिँ मदन तामाङको होटेल हात पक्रियो भिडियो गरेकोले भाइ मेरो त कस्तो कस्तो छ ल गाइस हात ठिराए म सक्दिनँ भिडियो गर्ने एकछिनमा गर्छु हालेछ नि सनराइज भएको हेर्न क्या आत्मी हुँदैन रहेछ नि त्यो उयो घुमको गुम्बा यहाँ बिकेको छ मायाहरू सँग आउनेछ गभर्मेन्ट कलेजमा म जाने सन्त जोसेफमा आदि हुरीले लु भन्न आरिउरीले मुख छाडेको न भ्लगको त मुख छाडेको होइन रन्डा त्यो उयो इलेक्ट्रिक रन्डा त्यो उयो तास्ने काठ तास्ने होइन गाइज व्हाट यु से गाइज हेर्नु बिहान बिहानै हामी यस्तो खटिँदैछ अब यसले पुगेर त 2-3 लाख त सघाउनु पर्यो नि होइन बिजु गाडीलाई 2 सर्भिस ठेल्दै मलाई एउटै स्कुटी किन्दैन नि त घटाइ त मलाई फाइदा भइँदैन नि अन्त तेरो छ मेरो छैन नि त ठिकै हो पुगेको छैन उयो टर्निङ छैन क्या दिउँसो त साइको लाग्दैन नि बेलुका त चाल पाइहाल्छ नि गाडी आज यहाँ छैन घरभित्रै होइन घरै हालिदिएको छु यो टर्निङमा हल्का म एकछिन पच गरेर लगाएछु गाडो भयो जाडो भयो टाइगर हिल जाँदैछ टाइगर हिल या फोकस नरहे पनि बटल छ हेर्नुहोस् हामी टाइगर हिल गएर होइन
क्यामेरा पुस्न त्यो होइन फोकस नभएको यी कस्तो ड्याडीको यो खालि कस्तो दामी भइरहेको छ नि म ह्यान्डसम देख्दैछु म एकछिन टाढा भयो गाइस भिडियो डिलिट गर्नु पर्यो गाली खाइदियो होइन गुरुजीहरु जोड गाली खाइदियो हामीले होइन हामी कालीलाई पुऱ्याउन आएको झन्डै गोरी भएको ठायो होइन हामी ए हामी सनराइज नै हेर्नु हो अब यस्तै छ हामी के गर्नु यहाँ बस्नु एकछिन यहाँ बसेर बस्नु हामीले यहाँ धेरै गाली खायो मैले कतिपल्ट सरी भन्ने अब हिन्दीमा नेपाली भैयालाई उयो नेपाली उयो हाम्रो सरलाई गुरुजी हिजो भाइरल गर्दैछ नि त है हामीले ठिकै छ त सिधै अब टाइगर हिल ब्लग भयो त्यही बाटो गयो त हामी गर्छ गाडी एकपल्ट टेस्ट गर्नु गयो कि गरेन त पुलिसहरु कप्स सरहरु गुरुजी भनेको अब होइन अस्ति त्यो उयो पिएमा कुदेको डल्लै त्यस्तो गर्नु भएन नि त अब हामी अन्डरस्ट्यान्डिङ हो तर त्यो क्लिप अब तर काली चाहिँ फक्स चाहिँ केटा हो कस्तो काले त चुप्छ हामीले गाली खाइदियो काले चाहिँ भागेको यसले सरी भन्ने हाम्रो सनराइज हेर सनराइज भइदियो नि क्या मिठो देख्दैन त अब सनराइज काले कस्तो भागिदिएको बेस्ट अफ लक भन्दा चुपचाप बस्ने हो राम्रै साह्रो भएन होला हौ यो सरी भन्ने म फेरि डिलिट गरेँ होइन सर गरेकै छैन यहाँसम्म त हेर्नु सर भन्दै देखाइदिएको म त भिडियो पनि खोलेर देखाइदिएँ रिसेन्टली अहिलेको फेरि राम्रो रहेछ नि क्या रिसेन्टली डिलिटबाट पनि निकाल्नु भन्ने है ठिकै हो मैले निकालेँ हामीले निकाल्यो अब हामी त अहिलेको गीत हामी जुन गाउँदै थियौँ अब त्यही गाउँछु गज यु आर नेभर बी अलोन आई विल देयर फ्रम डक्स टिल डाउन यो गीत त ठुलो स्वरमा तीनजना गाउँदै थियो हामीसँग नआएको जस्तो अलग्गै धरेर पुग्यो त्यो त के साह्रो त्यो हरामी हाम्रो त हल्का गफ भ्लग आज हो अब टाइगर हिल जानु आज एउटा सुतेको छैन म गाउँ दबाई पानी झर्नु पर्ने टाइगर हिल भ्लग दामी देख्नु थाल्यो नि सनराइज वी मिस्ड इट बट अल्सो वी आर ह्याप्पी हेलमेट पिन जाँदैछु दुई भाइ बाटोमा कप्सले पक्रिदियो भने फेरि अर्को इरी पहिल्यै ब्याड लक त लगाइदियो कालेलाई गुरुजीले गाली गरिदिएर तर चिनेन त्यसलाई कालो भनेर क्या माथि कराउँदैन नि त्यसलाई कालो चिनेन नि यहाँ न बम्पर कस्तो ठुलो लगाइदियो खान्छ ए घर गएर भात खाँदा ठिकै हुने रहेछ हामी है सुत्नु हुँदैन अब है हुँदैन अघि हामीले गुगल गरेको थियो है कति सुत्यो भने के हुन्छ आधी घन्टा 15 मिनट सुत्यो आधी घन्टा सुत्यो भने त माथिन्छ अरे कि हामीलाई फेरि हामी फेरि सोबर केटाहरू हामीलाई मात्नु छैन अब हामी त जोरबङ्गलो पनि पुग्यो तर उहाँ टाइगर हिलको कप्सहरू बसिरहेको हुन्छ कि अब त्यहाँबाट पनि गाडी खाउँ ल सरी सर भनौँ न स्टुडेन्ट त्यो त भिडियो कसरी बनाउनु लुकाएर बनाउनु ल किनकि त कन्टेन्ट तलाई दिनु पर्यो यार आमा वाट अ लभली भ्यू ह्यापनिङ टाइगर हिल अब टाइगर हिलको कप्सहरू पनि बस्छ होला हो त्यो त अलिक म लुकेर भिडियो बनाउँछु है गाइस ल गोजीमा हालिदिइरहेको छु केटा हो बोलेको त सुन्दैछ होला हामीलाई जाडो भयो अब यहाँनिर हेलमेट त नखोजोस् त्यो पनि भन्दैन त्यो घुमाउनको भन्दा होइन उहीँको हजुर एकछिन टाइगर हिल सर चाहिँ हामी टाइगर हिल अलिक ढिलो पनि साथीलाई बिहाडी कुरा हजुर उनीबाट बत्ती जान होइन साथीलाई पुऱ्यायो कि माथि सर्दै झ्यावा त्यो यता माथि सर हजुर हुन्छ अब फेरि कहाँबाट हेर्नु चाहिँ यता पर जाउँ न त पर अब युट्युब यता हौ यता पर अर्को टाइगर पहिला त टुरिस्ट है क्या लाग्छ नि हजुर एकछिन पर गएर टाइगर भेट्छ यहाँ पर हुन्छ है त्यसरी हुन्छ है हुन्छ थ्याङ्क यू हजुर हुन्छ कति बजीतिर के हेर्नु जाडो भयो हुन्छ थ्याङ्क यू
सोकै छ अब हामीले चाहिँ अर्को पनि पार गरे आज चाहिँ अब पर अर्को टाइगर हिल गएको त्यो यहाँ त उहिले नै लान्थेन नि त हाम्रो गाउँबाट जाने मेरो भोलि यहीबाट जानु भोलि होइन आज हौ ए अहिले होइन गुरुजीले यसरी लाइट बालिदिन्छ कि म त्यो गरौँ हुन्छ कत्रो गाडी आएको आज त सरी भनेर दिन बित्ने रहेछ कसैमा आज त केटीलाई मेरो गाउँ पनि हेर्छु टाइगर हिल अर्को टाइगर हिल यहाँ पनि हुन्छ नि ब्ल्याक आइस चाहिँ फेरि होस् न ठिकै छ यहाँ चाहिँ तपाईँहरूलाई म देखाउँछु उहिलेको टाइगर हिल तर केटा होइन मिठो चाहिँ बोल्नुपर्छ कि त्यो उयो चाहिँ गर्नु हुँदैन के पो जबरजस्त नचला भने त काट्दैन मलाई रहेछ नि फ्यान भाइ हेलमेट भएको अर्कै कुरा थियो नि इज्जत दिनु पर्यो उहाँहरूलाई होइन उहाँले पनि दिन्छ इज्जत लुगाएर भिडियो गरिदिएको फेरि मैले है अर्को टाइगर हिल जाँदा हुन्छ भनेको है फेरि हामीले यहाँ त बाघ भालु आउँछ अरे हो भालुमा होस् न अर्को कन्टेन्ट भालु त छ नि हाम्रो साथी ए बगी यहाँ साथी यहाँ त दामी चिप्लिन्छ है दामी चिप्लिन्छ यहाँ अस्ति पऱ्यो यहाँ त गएको यहाँ कञ्चनजङ्घा देख्दिएको ह्यान्डसम यहाँ रोक्न एकछिन कञ्चनजङ्घा हेरिदिउँ न परबाट हेरौँ न मजाले ल कञ्चनजङ्घा दामी टल्किरहेको छ नि अब यो दुलो के हो दुलो रहेछ के हो खै त्यो पानी थियो पोटल यतापट्टि हामी सुक्कामा अरे म चाहिँ फेरि चाल गरिहाल्छ फेरि चाल गरिहाल्छ कि होस् दुई भाइ त कहाँ हो खै आमा कसले गुन खाइ गाली पनि खाए हो पनि भने भात त पाकिरहेको छ नि त हिजो हामीले कति पकायो हिजो 2 कुकर नपुगेको यो खै हो अर्को टाइगर यहाँनिर टाइगर छ होइन त्यो टाइगर हिल होइन उयो तेर्सो उयो छ कि मेडिकल कि कुनै छ कि त्यहाँ छ ल होइन अलिक सिधै पर देखाउँछु ल केटा सनराइज त देख्दैन रहेछ नि त अफसोसको कुरा वाउ फोनको क्यामेरा राम्रो छैन सब्सक्राइब गरिदिनु मोनिटाइज गरिदिनु म गोप्रो किनिहाल्छु यहाँ थ्या फाटेको को गराइदिनु यहाँ आन्टी चिया भन्नुहोस् हजुर जिपे चल्छ ए चल्दैन है अझ खाँदिन पैसा छैन होइन जिपेमा छैन जिपे कहाँ चल्छ होला त आन्टीहरू मजा आयो है यति दिस टी वन्डरफुल भ्यू मार्ने रहेछ जाडो भयो एकछिन देखाउँछ अरू हुँदैछ सुख दुःख के गर्नु केटाहरू यहीँ छ सबै जिआइडी म त्यसै आर्मी अब इच्छै लाग्दैन अघि बोलेको सुनेर इच्छा लाग्दैन मलाई भयो आजको भ्लग अब फर्किएको हुन्छ त्यति हो थ्याङ्क यू के भन्छ कुन नानी तैँले गीत चाहिँ के हो राखिदिनु के लौ रे फर्किआउनु ल टुडे इज भेरी कोल्ड हामीलाई क्या दियो नि है पछि केटाहरूले कमाइ गाले कमाइ खाँदा हामीलाई नबिर्सी ल अब अरूहरूलाई मेरो अनुहार के राम्रै नै छु मन पराउँछ होला फेरि कसैको घर बिगार्नु चाहदिनँ मलाई देखेर अरूको केटीले मलाई मन परायो भने त अरू घर बित्केन थियो I agree with this guy. I am very simple living, high thinking. Yeah. उच्च सोच साधारण विचार घटे व्यवहार यो पोलाको चाहिँ उच्च खाएर त म पनि त्यही भयो खाइदिनु ल हैन भात खानु भयो गएर फेरि निन्द्रा पनि लाग्दिन्छ त भात 3 घण्टा सुत्नु भनेको छ है गाइस हामीले चाहिँ गुगल गर्यो हैन अघि कति भयो कति मिनेट पो पाएन 15 मिनेट चाहिँ सुत्नु हुँदैन रहेछ बुझ्यो बरु नसुतेकै राम्रो रहेछ किनकि के हुँदो रहेछ स्लिप ड्रङ्क या मात्दो रहेछ के त्यसो भने हामी के गर्नु पर्यो बिजुली गएर भात खानु पर्यो अनि कति घण्टा सुत्नु पर्यो 3 घण्टा पछिबाट डर लाग्दो हुँदैछ आपा गाडी पुलिस माथि काटोस् दार्जिलिङ पुलिस
नहल्दिन हौ म पनि माग्नु जाँदै सुत्को सँगै होइन भाइ अलिक मलाई यहाँ डर लाग्दिन्छ नि त कसम चिप्लेको देखि भाइ होइन हौ गुरुजीहरू रहेछ दुईजना टाउको बिना हिँड्दैछु होइन हाम्रो टाउको छ नि होइन हेलमेट बिना हौ हेल्मेट को आयो पछिबाट आएको त मऱ्यो दार्जिलिङ पुलिस परेछ ला यो फेरि भ्लग देखेर मलाई पक्रेन होइन गुरुजीहरू आइएम सरी देखे हल्का अङ्कलहरूले जिस्काइदिस् यस्तो हुनुपर्ने नि त होइन सबै बोलेको पिठो पनि बिग्छ नि त बिग्छ नि त उहाँहरू पनि राम्रो मुखले बोल्नु भयो होइन हामी झन् अत्यन्त राम्रो किनभने हाम्रो गल्ती थियो नि हामी त्यहाँ ए आलुबारी छ नि होस् नजुमा नजाउँ हौ नजुम भयो ल आजको लागि पुग्यो हुन्छ गाइस एकछिन माथि पुगेर देखाउँछु त फेरि इडी गर्छ माथि है अलिकति थ्याङ्क यू फर अन्डरस्ट्यान्डिङ अङ्कलहरूले प्र्याक्टिस गर्नु भर्ती कुदेको हामीले गाली चाहिँ किन खाएको है बिहान बिहानै गाली खाइदिँदैछ त्यो उकालो गर्नु किन डर लाग्यो भर्खर पनि फोन फुटाइदिए जस्तो गर्यो कि भन्नु त त्यो त ओभर दिएँ मैले यहाँ एक्सर्साइज गर्दै रहेछ यहाँ अङ्कल आन्टीहरू एक्सर्साइज गर्नु अब हामी फेरि यति हो एकछिन नगर्छ साथी भिडियो ल हिजो हामी के बेलुका रोकिएको हो आजको ब्लग अब अन्त गरौँ फेरि अब नयाँ स्पट पायौँ फेरि हो त्यो नयाँ स्पट जान आँटेको सो त्यहाँ अब सिधै त्यो स्पट पुग्छौँ त्यहाँ पछि छिट्टै हल्का सिनहरू देखाउँछ त्यहाँ छिट्टै एन्ड अफ द डे एन्ड एन्ड अफ डे क्यामेरा क्वालिटी किन घटेको भनिराख्थ्यो त्यो पनि क्यामेरा क्वालिटीको बारेमा भनिस् किन घटेको तेरो पुरानो फोन हो के भयो भन्दैन पुरानो फोन त यतिकै झरेको थियो एलसिडी गयो 18,000 लाग्छ भने एलसिडी बनाउनु त्यही कारण चाहिँ 18,000मा नयाँ फोन किने त्यही कारण चाहिँ एलसिडी भनेको नि त क्यामेरा क्वालिटी यस्तो खालको र म नयाँ स्पट देखाउँछु ल हात कक्रे सरी अन्त ब्लग हेर्नु मजा आउँदैछ आफूले बनाउँदैछ मजा आउँदैछ जाने नै निन्दा नसुतिँदै यस्तो पाराले त हुँदैन है पो छ त अर्को हप्ता जाने नै कालेलाई के भन्छ आर्मी लाग्यो के भन्छ रब मिलाता है रब मिलाता ब्ल्याक पेन्थर दोस्त यसो अनुहार म पनि आज यसरी भ्लग बनाएको ह्यान्डसम देखौँ न कतिजना घर भित्किन्छ आइएम लिटरली सरी फ्रम द बटम अफ माई कोट हार्ट आमा कोट हार्ट है डग डोन्ट बार्क के म हेल्सी होइन र तारा है म पढाइ ल टावर एफएमको टावर दार्जिलिङको देख्नुभयो यही हाम्रो स्पट थ्याङ्क यू आजको ब्लग भयो हिमाल यो हिमाल है ल बाई बाई आजको ब्लग यतिमै अन्त भयो है बाई बाई टेक केयर